Hello guys, welcome to Codex Nepal and I'm back after long gap अनि आज चाहिँ हामी मुभी हेर्न जाँदैछौँ र मेरो फेभरेट एनिमेटेड मुभी हो डिस्कभरेबल मीको सिक्वल पार्टको आज मिनियन्स एन्ड मोस्ट रिलिज भएको छ र म चाहिँ आज भक्तपुरबाट साथीलाई लिन आएको छु साथीलाई के छ गाइस ल मेरो साथी पुइजलाई लिन आएको छु साथीसँग आज म मुभी हेर्न जाँदैछु मिनियन्स एन्ड द मोस्ट है आज रिभ्यू गर्नेवाला छौँ हामी मुभीको के छ त हेरेछ हैन पहिला यसको पार्टहरु सबै हेरिसक्यो हैन मात्र बाँकी छ ल अब हामी जाँदैछौँ हामी कुन जाने लबिमल ल गाइस स्टेट हुने यहाँबाट हामी चाहिँ गोरको हुँदै लबिमलतिर जाँदैछौँ जाम पर्ने यहाँ अब हामीलाई चाहिँ भिड होला जस्तो छ है ठ्याक्कै 7:30 को सो छ आठ मिनटको जाम बस्ने बल्ल निस्किनु हामी ल हामी लबिमल आइपुग्यौँ पार्किङ गरिसक्यौँ गाडी वी आर अलरेडी लेट अब हामी जाँदैछौँ गाइज वी जस्ट बट अ टिकट वी चाहिँ त्यहाँ पुगिसक्यो वाचिङ मिनियन्स एन्ड मोस्ट फर्स्ट हाफ सक्यो हामी यहाँनिर यसो खाना लिएर जाँदैछौँ बब्बा लाग्यो है पहिलाको क्यारेक्टर छैन हल्का नयाँ क्यारेक्टर रहेछ नयाँ क्यारेक्टरको इन्ट्रोड्युस गरिदिएको सब मिनियन्सको बारेमा होइन आफूलाई पुष्पाकै साथै आज जस्ट कम्प्लिटेड मुभी गाइस दामी हलमा जस्तो देखेको छ मलाई के जस्तो कम्प्लिटेड मुभी है बब्बाल द मिनियन्स एन्ड द मोस्ट कसलाई भाइ त्यसलाई मजा आएन मलाई स्याल हो नि मिनियन्सहरू त स्याल हो नि मिनियन्सहरू त होइन तर दामी लागेकै स्क्रिप्ट है अब उनका नया मूवी आ रहा है देखना जाना KGF 3 में टॉक्सिक और रावण भी आया अब का भर्खर मुभी हेरिसक्यौँ अनि मुभी चाहिँ बब्बाल छ ठ्याक्कै लगभग 1.5 घन्टाको मुभी छ होइन अनि ग्रिपिङ छ चाँडै सकिन्छ लास्टै हाउसमा छ मुभीमा अनि योपालि चाहिँ पहिलाको क्यारेक्टर छैन मिनियन्समा नयाँ क्यारेक्टर छ हाम्रो जेम्स हेनरी र डिक छ अनि जेम्स र हेनरी चाहिँ लास्टै मिल्ने साथी हुन्छ बेस्ट फ्रेन्ड जस्तो टाइपको हुन्छ अनि तिनीहरूले एउटा मुभी बनाउँछ क्या मुभी चाहिँ हाम्रो मिनियन्स एन्ड द मोस्टर बनाउँछ अनि स्पोइलर नदिउँ मुभी बब्बाल छ लास्टै फनी छ ग्रिपिङ छ छिट्टो सकिन्छ एज युजल मिनियन्स इडियट हुन्छ सबैजना इडियटै हुनुहुन्छ होइन इडियट हरकत देखाउँछ तिनीहरूले अनि टाइम लाग्यो मुभी मलाई 1.5 घन्टा चाँडो गयो थाहै पाएन होइन अनि हजुर पनि गएर हेर्न सक्नुहुन्छ मुभी स्टोरी 4.5 दिउँ एक्टिङ त 5 दिने हो होइन मलाई अनि यो एनिमेसन कार्टुन नभर्नु मलाई एनिमेटेड मुभी भनौँ होइन भब्बा लाग्छ हुन त म नि बच्चे जस्तो छु अहिलेसम्म होइन त्यही हो एनिमे गएर हेर्नु सक्नुहुन्छ बब्बाल छ दामी चाहिँ लास्टको इन्डिङमा चाहिँ बब्बाल वाल छ त्यो चाहिँ हाल्न मिल्दैन हजुरहरू गएर हेर्नु सक्नुहुन्छ है बाई